चिकन करी बनाउँदाखेरि यो फर्स्टमा ओइल लगाउँछ, प्याज लगाउँछ, प्याज लगाएर लसुन, अदुवा, टमेटो, अनि खोर्सानी, धनियाँ लसुन, जिरा पाउडर, हल्दी लगाएर फ्राई गरेर चाहिँ त्यहाँदेखि अन्त चिकन चाहिन्छ। फर्स्टमा चाहिँ प्याज काटेर यस्तो गरेर काटेर टमेटो पनि लगाउनुपर्छ। त्यहाँदेखि खोर्सानी काट्नुपर्छ। अदुवा हो, यो अदुवा लगाउनुपर्छ। यो लसुन काटेर तेल लगाउँदैछु ल। ओइल तात्यो, अब यो प्याज लगाएर फ्राई गर्दैछु। प्याज फ्राई गरेर बनाउनु पर्छ। हल्दी लगाउँदैछु। यो चाहिँ चिल्ली पाउडर हो, चिल्ली पाउडर अलि लगाउनुपर्छ। त्यो गरेर यो चाहिँ जिरा पाउडर हो, यो चाहिँ अलि लगाएर मजाले फ्राई गर्नुपर्छ। टमेटो पनि लगाएर फ्राई गर्नुपर्छ। यो पनि लगाएर फ्राई गर्नुपर्छ। अदुवा हो, यो पनि लगाएर, अनि यो लसुन अनि च्याउ नुन लगाउँदैछु। नुन पनि लगाएर फ्राई गरेर चाहिँ त्यहाँदेखि अन्त चिकन चाहिन्छ। चिकन करी यसरी चलाउनुपर्छ। मजाले चलाएर अन्त फ्राई गरेर अलिक राख्नुपर्छ। आगो अलिक सानो गरेर 20 मिनट जस्तो यस्तो छोपेर राखिदियो भने ठिकै पाक्छ। निकालेर अब यो धनियाँ लगाएर चलाउनुपर्छ। यो चाहिँ चिकन करी बनाएको बनाउनुपर्छ। यस्तो हुन्छ बनाउँदाखेरि र यसरी बनाउँछु।